सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु माई न्यू मिनी ब्लग। सो आज हो 30 डेज च्यालेन्जको डे 6। आज मैले बनाएको छु केटिएम टु रोल्पा ट्राभल ब्लग। सो मैले चाहिँ पहिले नि ट्याक्सी बुक गरेको थिएँ र अहिले म चाहिँ गएको छु बस पार्कतिर ट्याक्सीबाट। अनि बसमा आइपुगेपछि म चाहिँ बस्न जान्छु मेरो सिटमा। त्यसपछि 1 घन्टा जति कुरेपछि बल्ल गाडी हिँड्छ। 5 बजीको गाडी 6 बजी हिँड्छ। त्यसपछि गाडी हिँड्न थालेपछि मलाई लाग्न थाल्छ निद्रा। अनि त्यसपछि टु बी हनेस्ट म रातभरि सुत्छु। लिटरली गाइस म खाना खाने ठाउँमा पनि उठ्दैन। त्यसपछि उठ्छु म बिहानको 3-4 बजेतिर। उठेको 1 घन्टा पछि नै गाडी जाम हुन्छ। यता प्युठानतिर पुरै रोड खनिरहेको थियो। त्यसपछि बल्ल तल 3 घन्टापछि जाम खोलिएपछि प्युठानको भ्यू इन्जोय गर्दै ट्राभल गर्छु। त्यसपछि बल्ल आइपुग्छौँ हामी रोल्पा र प्युठानको बोर्डरमा। अनि हाम्रो इन्ट्री हुन्छ रोल्पामा। रोल्पामा आइसकेपछि मन एकदम हलुका भएको थियो। अनि 1-2 घन्टाको ट्राभल पछि हामी आइपुग्छौँ सुलिचौर। सुलिचौर झर्नेहरू धेरै भएकाले बस एकदम खाली भयो। अनि हामी सुलिचौरबाट पनि हिँडिहाल्छौँ। रोल्पाको दामी भ्यू हेर्दै हामी लिबाङतिर गइरहेको थियौँ। अनि एकैछिनपछि सातो बाटो हुँदै भोटाउरे मन्दिरको अनगिन्ती घुम्तीहरू काट हामीलाई लिबाङ देखिन थाल्छ। अनि एकैछिनको यात्रापछि हामी आइपुग्छौँ रोल्पाको रुटु लिबाङमा। लिबाङको टुरीदेखि पुगिसकेपछि मेरो सामान बोकेर म चाहिँ लाग्छु पतिर। आजको लागि यति नै, ल बाई।